नमस्ते सबैजनालाई। आज चाहिँ म एउटा विषयमा बोल्न आएको। जति नबोलो, जति चुप लागो, जति सह्यो त्यति हेपाइ खाइदो रहेछ क्या। अनि अस्ति अब प्रिज्माहरूले त्यो कमेन्टहरू बाहिर निकालेको देखेर, रिचा दिदीले निकालेको देखेर, समीक्षाले निकालेको देखेर ए ल ठिक छ है, अब चाहिँ शान्त हुन्छ होला, अब चाहिँ शान्त हुन्छ होला, ठिक छ अब यतिकै शान्त हुन्छ भनेर म छोडिदिरहेको थिएँ। अनि सुरुमा मेरोमा कमेन्ट आउँथ्यो अनि मैले के सोच्थेँ भने भर्खर भइरहेछ यो कुराहरू, तातै छ, त्यही भएर आफ्नो धारणा राखेको होला भनेर सोचिरहेको थिएँ। अनि तिमीहरू चाहिँ के जहिले त्यही कुराले घोचेको गर्ने, जहिले त्यही कुरा भनेको गर्ने, तिमीहरूको के खाइदिएको छ? अनि अर्को कुरा चाहिँ सेलिब्रेटी राष्ट्रिय कलाकार भएर सहनुपर्छ। कसले भनेको सहनुपर्छ भनेर? सहनु पर्दैन, कसैले पनि सहने होइन, नराम्रो गरेको सहने होइन। मैले जिन्दगीमा यति कुरा चाहिँ सिकिसकेको छु कि मैले अर्कालाई पनि नराम्रो गर्दिनँ र म आफूलाई पनि नराम्रो हुन दिदिनँ। अब चाहिँ म सबैजनालाई म केस गर्नेवाला छु। यो कन्टिन्यू कमेन्ट गर्नेहरू मैले टिपिसकेको छु कतिजना छन् भनेर होइन। अनि सहन नसकेर यो भिडियो बनाएको होइन, सहन नसकेर तपाईहरूको कमेन्ट बाहिर निकालेको पनि होइन। किन सहनु भनेर चाहिँ बाहिर निकालेको हो होइन। तिमीहरूको घरमा दिदी बहिनी छैन कि? तिमीलाई यति लेख्दाखेरि के शान्ति हुन्छ, के अशान्ति हुन्छ?